आज चाहिँ यसो जाँगर चलाऊँ भनेर बेसिने टोइलेट साफ गर्नु पर्यो भनेर गर्नु आँटेको। जाँगर त त्यस्तै हो साथीहरू। अचल त झन् मेरो छोरीले गर्दाखेरि झन् फुर्सुतै दिन्न। पालो आमा र मैले धेरै जस्तो त आफ्नो बोजूसँगै खेल्छ। त्यही पनि भुलेको बेलामा सफा गरौँ भनेर म चाहिँ नानीलाई हेर्नु जानु आँटेको। हेर्नु न मेरो बाल यस्तो झरे नानी पाएपछि झन् रुममा गएको त यिनीको नातिनी बजू त यहाँ त सुती बसेको पो रहेछ है। मेरो छोरीलाई त उसको बजू भए पुग्छ, बजूलाई नातिनी भए पुग्छ। अनि त नङ्गर मासु जस्तो हो कि। हेर्नु कति मजाले सुती बसेछ न। अझ दुईजना आउँछु भनेको त मेरा मोटुका टुक्राहरू हुन् कि नुटुका। अनि त्यही नानी सुतेको बेलामा चाहिँ यता टोइलेट पनि सफा गर्नु पऱ्यो भनेर अनि टोइलेट पनि सफा गर्नु आएँ। टोइलेट पनि थुप्रै भएको थियो नि सफा नगरेको। अनि त्यही भएर आज चाहिँ टोइलेट पनि सफा गर्नु पऱ्यो, यसो जाँगर देखाउनु पऱ्यो भनेर कि टोइलेट पनि सफा गर्नु आँटेको। अनि यसपछि चाहिँ नुहाइधुवाइ गर्नु पर्ला। टोइलेटहरू मात्र सफा गरेर भएन, आफू पनि सफा गर्नु हुनु पऱ्यो होइन। अनि अब टोइलेट सफा गर्छु र नुहाउनु पर्ला। यहाँ चाहिँ नुहाउनु पऱ्यो भनेर कपडा सपडा राख्नु लागेको थिएँ। अब नुहाउनुलाई तयार गर्छु भनेको त मेरो छोरी त उठ्यो त्यही बेलामा। अनि आमाले पनि खानासाना खाऊँ र नुहाउलास् भन्नुभयो। अनि त्यसपछि चाहिँ मैले यहाँ चाहिँ आज भेन्डी र आलु पकाएको थिएँ। यहाँ चाहिँ हिजोको खुट्टाको सुप थियो। अनि हिजोको त्यही खानुलाई आँटेको। अनि खाना खाएर नुहाउनु पर्ला भनेर को चाहिँ साथीहरू हुनुहुन्छ। अब चाहिँ भोलिदेखि चाहिँ डाइटिङ गर्ने भन्ने। अनि म जस्तै भात कि यति भात ल्याएर बस्ने भात देखेपछि पनि कन्ट्रोलै गर्नु नसक्ने चाहिँ म चाहिँ किन खै डुब्लाउनै सक्दिनँ हौ। भात देखेपछि त चुमुक हुन्छ हौ मेरो मुखमा त। खान्न भनेर बस है यति भात थालभरि लिएर बस्ने। फेरि खै त फेरि मरत छ त हौ मेरो त। यस्तै छ साथीहरू, के गर्ने, दुब्लाउनु सकिएन झन् अहिले त। अब चाहिँ नुहाइधुवाइ गरेर म चाहिँ भ्याएँ। खानासाना खाएर नि भाँडासाना माझेर नुहाइधुवाइ गरेँ। दिउँसो भइसक्यो। अब चाहिँ एकछिन नुहाइधुवाइ गरेर नानीसँग बस्नु पर्ला। त्यो बाल पनि हेर्नु अहिले त झन् यति झरे होइन। मेरो नुहाउँदा त्यस्तै कोर्दा त्यस्तै पातलो मुसाको त्यसै त मुसाको पुच्छर झन् पातलो भयो हौ मेरो बाल त। अब कामसाम पनि भ्याइयो। अब चाहिँ एकछिन चाहिँ नानीसँग खेल्नु जानु पर्यो। यस्तै छ साथीहरू मेरो दिनचर्याहरू। फेरि अर्को ब्लगमा भेटौँला। हस् त।